यो दृश्य हेर्दा बङ्गलादेश भन्दा कम लाग्दैन गाइज। यहाँ पुरै लुटपाट मचिरहेछ। यो जडीबुटी उत्पादन कम्पनी हो। यहाँ जडीबुटीको रहेछ। यहाँ हेर्नु पुरै मान्छेले यहाँ हल्लाइरहेको छ, भाँचिरहेको छ। लुटपाट गर्नलाई हेर्न सक्नुहुन्छ। यहाँ तनावग्रस्त अवस्था भइसकेको रहेछ। यहाँ हेर्न सक्नुहुन्छ गाइज, यहाँ मान्छे बोकेको छ, घाइते भएको भाइ छ। यहाँ हेर्न सक्नुहुन्छ गाइज, पुरै यहाँ पुलिस वर्सेस आन्दोलनकारी यहाँ झडप भइरहेछ। यहाँ जडीबुटी उत्पादन प्रशोधन कम्पनीको हेर्न सक्नुहुन्छ अवस्था, सबै कुरा फुटाइसकेको रहेछ। पुरै कम्पनीमा आगो लागिसकेको दृश्य हेर्न सक्नुहुन्छ। यहाँ हेर्न सक्नुहुन्छ गाइज, यहाँ गाडी समेत यहाँ हेर्न सक्नुहुन्छ। यहाँ गाडी आगो लागिसक्नु भएको रहेछ। 2टा गाडी जलाइरहेको छ, 3टा 4वटा गाडी जलिरहेको छ। यो अब केही दिनमा बङ्गलादेश भन्दा कम हुने छैन गाइज। यो सब चोर नेताहरूले गर्दा भएको हो। एम्बुलेन्स समेत यहाँ छेलिरहेछ। यहाँको दृश्य हेर्न सक्नुहुन्छ। पुलिस वारी रहेछ भने यता पारी चाहिँ आन्दोलनका यहाँ हेर्न सक्नुहुन्छ। पुरै कर्फ्यू लगाइसक्नु भएको रहेछ। केपी चोर देश छोडको नारा लाउँदै यहाँ सबैजना आन्दोलनमा उत्रिनु भएको रहेछ। यहाँ सबै अगाडि बढ्दै हुनुहुन्छ। यता सशस्त्र आर्मीको तर्फ सबैजना बढ्दै हुनुहुन्छ। उताबाट लखेटे गरेछ गाइज। त्यहाँ हेर्न सक्नुहुन्छ 3 गाडी पुलिस रहेछ। केपी चोर देश छोडको नारा लाउँदै सबैजना अगाडि बढ्दै हुनुहुन्छ, हेर्न सक्नुहुन्छ। केपी चोर देश छोडको नारा लाउँदै सबैजना अगाडि बढ्दै हुनुहुन्छ। यहाँ हेर्न सक्नुहुन्छ अगाडि आर्मी रहेछ, नेपाल आर्मी। अब हेर्नु होला के हुन्छ। यहाँ पुलमा पुरै मान्छे भरिएको छ, खुट्टा टेक्ने ठाउँ छैन। यहाँ मान्छेको घुइँचो हेर्न सक्नुहुन्छ। घाँटी सुकिसक्यो बोल्दा बोला।
यहाँ त मान्छेले घरमा नि आगो लगाइदिन्छ यार यहाँ हेर्न सक्नुहुन्छ दुईतिरबाट आगो लागेर पुरै तनावग्रस्त भइसकेछ। पुरै कम्पनी जडीबुटी प्रोसेसिङ कम्पनी पुरै जलाइसकेछ। गाडीहरू सबै जलाइसकेको रहेछ। अनि यहाँ आर्मी हेर्न सक्नुहुन्छ। आर्मीले यहाँबाट अगाडि दिन आउनु सकेको छैन। व्यवसायहरू सबै त्रस्तमा छ। सबैको सिसा फुटाइरहेको छ। यहाँ जे फुटाउन सकेको छ सबै फुटाइरहेको छ। सबै व्यवसायहरू बन्द गरेर बसिराख्नु भएको छ अगाडि आफ्नो सुरक्षा दिएर। यहाँ पुरै प्रशोधन केन्द्रमा आगो लागिसकेको रहेछ। जलेर नष्ट हुने अवस्था आइपुगेछ। आर्मी सशस्त्र पुलिसहरू केही गर्न सकिरहेको छैन। बाइक जोगाएर हिँड्ने दिनभरि आगो लाग्यो सबै बस्ती चढेर आगो हान्ने थियो केटा। यो गरी हान्ने भने सब हान्ने अब बाइकले मान्छे हान्ने आगो लाग्यो। दमको लाउँ यस्तो बिजोको अवस्था भइसकेछ। पुरै आगो लागिरहेछ। राजा औ देश बचाउ नाराका साथ हजारौं जनता यहाँ उत्रिसकेछ बाटोमा। अनि यहाँ हेर्न सक्नुहुन्छ पुरै भीषण आग लागि भइसकेछ यो घरमा। यो घरहरू पनि फुट्न बेर छैन। कति बेला अब आन्दोलनकारी कता कता भयो भने घरहरू फुट्न पनि बेर छैन गाइस। त्यहाँ हेर्न सक्नुहुन्छ आर्मी घेरा गरेर बसिरहेछ। यहाँ आउन सकेको छैन। अनि यहाँ चाहिँ पुरै किन छोड्नु हानिहाले दाजुले। यो सबै जडीबुटीको आगो लागेर यहाँ हेर्न सक्नुहुन्छ सबै सेतो धुवा आइरहेछ। अघि चाहिँ कालो धुवा आइरहेछ। अहिले त सेतो धुवा आइरहेछ। सबै सन्चोमा आगो लागेर। यहाँ फुटाउने तर्खरमा छ सबैजना हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ पुरै फुटाउने तर्खरमा छ। थोरै दाजु हेर्न सक्नुहुन्छ हजारौं जनता यहाँ भिड लागिसक्यो। पुलिस प्रशासन कहीँ पनि देखिएको छैन। लाइट बाल्न गयो भाइ। यहाँ हेर्न सक्नुहुन्छ यहाँ सबैजना जनताहरू छिर्न लागेछ। अब लुटपाटको अवस्था सिर्जना भइरहेछ। अब लुटपाट हुनसक्छ हेर्न सक्नुहुन्छ। अब बङ्गलादेश र नेपालमा केही फरक रहेन। अब यस्तो जलाएर नष्ट गर्नुभन्दा अरू बङ्गो होला नि यार। यहाँ जनताको घुइँचो हेर्न सक्नुहुन्छ। यहाँ पत्रकार साथीहरू समेत आउनु भएको रहेछ।
यहाँ बारुद यन्त्र आएको रहेछ तर यहाँ आउन सकेको छैन आन्दोलनकारीले गर्दा। बारुद यन्त्रमै हमला हुन्छ यहाँ आउन खोज्दा। अब यहाँ हुन्छ है। अब आर्मीहरू आउँदै हुनुहुन्छ हेर्न सक्नुहुन्छ। यहाँ हेर्न सक्नुहुन्छ 2-3 दर्जन गाडीहरू चाहिँ जलाइसकेको र नष्ट पारिसकेछ। यहाँ हेर्न सक्नुहुन्छ जनताहरू कतिको आक्रोशमा छ। यहाँ हेर्न सक्नुहुन्छ सिलिन्डर पर्किने अवस्था भइसक्यो। सिलिन्डरमा आगो लागिसकेछ। सिलिन्डर पर्किने अवस्थामा छ। यहाँ कति बेला के हुन सक्छ कसैले थाहा छैन। यहाँ हजारौं जनता बाटोमा उत्रिसकेको अवस्था हेर्न सक्नुहुन्छ। यहाँ पत्रकार साथीहरू नि हेर्न सक्नुहुन्छ। यहाँ हेर्न सक्नुहुन्छ। यहाँ हेर्न सक्नुहुन्छ पुलिस पुरै छिरिसकेछ। पुलिस प्रशासन सबै मान्छे भाग्ने तर्खरमा छ। यहाँ सबैजना भाग्दै हुनुहुन्छ। यहाँ लाठीचार्ज भइसकेछ। यहाँ पुलिस साथीहरू यस्तो अवस्थामा छ। हेलो कता जी? ए हम आता नीचे हम देखी रोड पर देखी चीज देखा था बाइक पे लाया ना लोगन थली थी साथ। हाँ देखाओ। हाँ देखाओ देखाओ। आता रोड पर लोगन थली थी ताकि ना पुल पर लोगन थली थी था। देखी तो हम घूम तो तकली। ए लगा हम बीचे रोड में खड़ा छे कोई कदम छे। ले हम आबै छ पुले पे हम पुले पे आबै छियो। यहाँ आगो निभाउन गाडी आइसकेछ पुलिसको साथमा। यहाँ ढुङ्गा मुढाको अवस्था सिर्जना भइसकेको रहेछ। पुलिसको साथमा यहाँ आर्मीहरू हेर्न सक्नुहुन्छ। तोपको साथमा आइसक्नु भएको रहेछ। यहाँ ढुङ्गा मुढ्न भइरहेको छ हेर्न सक्नुहुन्छ। यहाँ ढुङ्गा मुढ्न भइरहेको छ हेर्न सक्नुहुन्छ। ढुङ्गा हान्न लागेछ आन्दोलनकारीहरू। आगो निभाउने गाडी आइसके। एकदम एउटा भवनमा पुरा आगो लागिसकेको रहेछ। जसले नष्ट भइसकेको रहेछ। अब यहाँबाट आर्मी साथीहरू पनि आउँदै हुनुहुन्छ हेर्न सक्नुहुन्छ। यो सबै हाम्रो देशको चोर नेताहरूको कारणले यस्तो अवस्था सिर्जना भएको छ। आज दिनमा यस्तो हुनुको पछाडि सबै चोर नेताको हात रहेछ। यो पछाडि
यहाँ लाठी चार्ज भइरहेछ गाइज, हेर्न सक्नुहुन्छ। प्रहरी साथीहरू लाठी चार्ज गर्न लाग्नु भएको रहेछ। त्यहाँ आगो निभाउने गाडीले चाहिँ आगो निभाउने कार्य जारी राख्नु भएको रहेछ प्रहरीहरूको साथ लिएर। यहाँ हेर्न सक्नुहुन्छ ढुङ्गा मुढा हुँदैछ। केपी ओली जे सो नाराका साथ यहाँ हेर्न सक्नुहुन्छ जनता आक्रोश भइसकेको रहेछ। यहाँ आगो निभाउने कार्य जारी छ, हेर्न सक्नुहुन्छ। यहाँ भागम भाग अवस्था भइसकेको रहेछ सिर्जना, यहाँ हेर्न सक्नुहुन्छ। ओए टाउको बचाउनु पर्यो यार, टाउको बचाउनु पर्यो। यहाँ भागम भाग भइसक्यो, हेर्न सक्नुहुन्छ। यहाँ भागम भाग अवस्था सिर्जना भइसकेको छ, ढुङ्गा मुढा भइरहेछ।